यस्तो ठुलो बजार छ त्यहाँ पुरा ओ चेट 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 नुनबाट लिएर सुनसँग किन जान पाएको हुन्छ नि है पाइँदो रहेछ प्लेच्यु यसलाई प्लेच्यु भन्छ ल हेर सर्लक्कै मार्के छ तेरी सर यार यस्तो सेतो छ यार यहाँ त प्लेच्यु हेर कस्तो राम्रो लाग्यो मलाई यार पुरै सम्म क्या हामीलाई पनि रिसायो त्यो है क्रिकेट त खेल्नै पर्ने हो कि यहाँ ल यहाँ स्टेडियम बन्दैन झन्डै के हिमालको तराई हो त्यहाँ पुरै उ छ बजार छ चाइना बजार पुरा तर हामीलाई जान्दैन भन्ने कुरो हो पहिलो दिन हाम्रो यात्राको होइन हामी चाहिँ अप्पर मुस्ताङ जाँदैछौँ भर्खर घरबाट हिँड्यौँ हाउसफुल छ पुरै सामानै सामानले सामान दुईजना पछाडि दाइ ड्राइभर हामी चाहिँ गइरहेछौँ अब अप्पर मुस्ताङतिर लाग्यो है पहिलो दिन आज कुन डेट हो 16 फेब्रुअरी 2023 रोडहरू अझै बनाएर भ्याएर हिँड्छ होइन तलतिर हो पछि यहाँतिर त ठिक छ सुरुङ मार्ग आइपुग्यो हामी कस्तो ठुलो रोड रहेछ दाइ यहाँ त माल तुफान कुदाउन दाइले टेन्सन भइसक्यो मलाई मुटु हट्ट्याक आउनु लाग्यो तुफान हान्दा थियो ए नुब्डे नुब्डे मिसन नुब्डे ए बन्द भयो झ्यापै भयो ए स्टार्ट गर्दा झ्यापै बन्द ठुलो हाल्दा पार्ने नै हो खाल्टामै खाल्टै आयो हो 5:30 बजे आइएछ मुगलिन त 12:30 बजे हिँडेको कति 5 घन्टा त ट्वाक्कै लाग्यो यो मर्स्याङदी हाइड्रो पावर प्रोजेक्ट हो यहाँ आएर खाजा खान रोकिया छ हामी चाहिँ ए ध्वस्त भइसक्यो गाडी त राम्रो टोइलेट छ यहाँ त्यही भएर यहाँ रोक्ने हो क्या एकदमै सफा टोइलेट छ यहाँ चाहिँ 7 बज्यो बल्ल दमौली आइपुगेको छ हामी चाहिँ अबको 45 मिनट्समा त पुगिएला है दाइ आधी घन्टा तर आधी घन्टा रेस्ट गरिन्छ अब रेस्ट पनि गरिन्छ धेरै कुदाइसक्यो बनोगे मुझसे शादी करोगे मुझसे शादी करोगे मुझसे शादी करोगे मालेपाटन गएर आज बस्ने प्लान छ हाम्रो यो चाहिँ तल्लो गगनगौडा भन्ने ठाउँबाट छिरेको हामी चाहिँ आज चाहिँ त्यहीँ बास बसिन्छ अनि भोलि बिहान अर्ली इन द मर्निङ लागिन्छ टक्क 8 बजे आइयो ल है भाउजूको घर आइयो ट्रेन टाइम लाग्यो मजाले 12:30 बजे हिँडेको ल हामी 4 बजे उठेर रेडी भएर आइसके खाने सबैजना सामान मिलाउँदै हुनुहुन्छ यहाँ चाहिँ अब हिँड्ने बेला भइसक्यो पूजन अब हामी यहाँबाट छोरेपाटन जान्छौँ त्यहाँबाट स्कर्पियो चढेर ल अब 7 बज्यो गाडी पनि आइसक्यो हाम्रो अब सामान राखेर हामी चाहिँ हिँड्छौँ अब बिन्दवासिनी चोकमा चाहिँ हाम्रो दर्शन पनि चढ्छ
जुन हाल्नु न जुन। ल आजको हाम्रो यो यात्रामा चाहिँ हामी हेम्जा आइपुगेका छौँ। लाग्दैछौँ हामी ठ्याक्क हेर्दा आइपुग्यो। अब हिमाल गजब देखिरहेछ, राम्रो देखिरहेछ। उहाँ गएपछि म बेहोस हुन्छ। होइन अहिलेको माहौल राजनीतिक माहौल हेर्दाखेरि म्याग्दी स्योर भयो उसको, अनि स्याङ्जा 2 नम्बर क्षेत्र स्वतन्त्रको भयो। अहिले घोषणा गरिदियो हुन्छ 2 बार कुनै को उठेछ स्वतन्त्र पार्टी। सबै घन्टी हो क्या, सबै घन्टी यसपालि। होइन राम्रो रहेछ। कुनै ठाउँमा त राम्रो गर्ने त राम्रोले लान्छ। उ यहाँ हेर्नु मिसन उ अहिले भोट परिवर्तन गरे पनि मान्छे छानेर परिवर्तन गर्न पनि भयो क्या। त्यो मान्छे छानेर गर्छन् नि। अनि खाजा खाम भने डिल सकिएपछि होइन खाजा नखाउँ होला भने हामीले 2 जनाले बाहिर गएर खाम्ला भन्ने भएको थियो। अनि त्यसपछि होइन सर हाम्रो प्यानकेक पाक्दैछ, प्यानकेक खाएर जानुपर्छ। रोटी प्यानकेक भन्ने थाहा थिएन कि फेरि हाम्रो रोटी भनिन्थ्यो। अनि लास्टमा किलो रोटी गएर अनि ल प्यानकेक खानु आउनुहोस् सर भने गयो बसेर लिएर आउँछ अन्त प्लेटमा रोटी। त्यहाँबाट अनि त्यहाँबाट बल्ल थाहा भयो कि प्यानकेक भनेको त किलो रोटी रहेछ। स्क्याम भयो। हामी अहिले लुम्ले आइपुग्यो यहाँ बल्ल। कति बज्यो त समय? भर्खरै 8 बज्यो। खाजा खाने ब्रेक। यस्तो खाने रे लक्ष्मीले खाजा चाहिँ। हामी चाहिँ समोसा खाइरहौँ। चिया खाने किन नखाने? हामी चाहिँ नयाँ पुलबाट खाजा खाएर अगाडि बढ्दैछौँ। अबको हाम्रो स्टप चाहिँ कहाँ हुन्छ अङ्कल? बागलुङकालिका। बागलुङकालिका माता की जय। बागलुङकालिका मन्दिर आएछौँ हामी चाहिँ अहिले। अब सबैजना यसो दर्शन गरेर निस्किहाल्ने भन्ने कुरो छ। भोटकेमा घन्टीमा
साउन्डको फरक फरक फ्रिक्वेन्सी हुन्छ क्या हजुर यो फ्रिक्वेन्सीले चाहिँ हाम्रो नेचुरल बडीको नेचुरल फ्रिक्वेन्सीसँग रियाक्ट गर्छ त्यो भएर बजाउनु पर्छ क्या घन्टी चाहिँ आनन्द आउँछ नि। अब चाहिँ हामी बेनी आइपुग्न लागेका छौँ होइन। बेलिङमा चाहिँ हाम्रो छोटो काम छ पैसा निकाल्नु। के भन्नु सबै थर्किन्छ अहिले पानी त सफा भयो त यार त्यस्तै लाग्यो ब्याङ्कको रुट हेर्नु भयो ब्याङ्क म्याग्दी जिल्ला लाग्यो मिसन बेनी ओहो उतातिर छ कि फेरि म्यापले देखाएको अनुसार चाहिँ पछाडि छ। यो चाहिँ हाम्रो टिकटकमा भाइरल भइरहेको ठाउँमा हामी आइपुग्यौँ अहिले चाहिँ। यो हामी चाहिँ अहिले तातो पानीमा चाहिँ अब बिहानको यसो खाना चाहिँ गरेका छौँ। के भन्छ लक्ष्मी? ल हामी चाहिँ रुप्से झरनामा आएका छौँ। यो चाहिँ यहाँको चाहिँ लोकप्रिय झरना रहेको छ। मुस्ताङ जाँदाखेरि चाहिँ अब मान्छेहरू यहाँ चाहिँ झरेर एकचोटि हेर्ने गर्दछन्। यस्तो खतरा देखे है झरना त आम्मामा। कडा आइपुग्छन् कडा दर्शन कडा वहाँ माथि डाँडापारीबाट आँखाले हेर्दा चाहिँ गजबै छ है। जम 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 ट्रेलर पनि अझै कडा मुक्तिनाथ जाँदै गर्दा लेते आएर चाहिँ यो चारैतिरको हिमालको दृश्य देखेर चाहिँ एकचोटि बसेर चाहिँ फोटो खिच्ने भनेर सबैजना झरेका छौँ। चारैतिर छ हिमाल चाहिँ।
स्वर्ग रहेछ क्या स्वर्ग अमृतसर हेर न यार कता हेर्छ है साथीहरू हामी मुस्ताङ जिल्ला छिरिसकिएको छ मुस्ताङको चाहिँ यो जिल्लामा छिरिसकेपछिको बाटो भयो राम्रो छैन त ल यो चाहिँ जमसुम बजार है जमसुम बजार पनि सकिएर अगाडि बढ्दै बोर्ड कहाँ गयो कटै क्या बेबी मैले कटै थियो त्यहाँ समसङ भनेर डाँडामा डाँडाले के अरे अब कतिको है त स्यामसङको चाहिँ। वेलकम फर क्लाइम्बिङ लेखेको छ त्यहाँ तल कागबेनीबाट चाहिँ हामी चाहिँ यता माथि मुक्तिनाथको बाटो लागेको छौँ अब कति टाइम लाग्ला दाइ हाफ एन आवरमा चाहिँ मन्दिर पुगिन्छ हामी यही हेर्नु न यही हिउँ परेको यही माथि कि यही माथि कि यही यतापट्टिको साइड चाहिँ यहीँ छ यता हेर्नु तपाईँ माथि बाटो भए पुग्छ हामी माथि हिँडेरै पुग्छ बाटो त्यसरी पुग्छ बाटो यसो अप्पर मुस्ताङ जाने बेला पनि देखिन्छ बरफै छ बरफ बरफै छ जस्तो छ कहाँ मन्दिर पल्लो कुना आफै होइन मन्दिर आउनु त हामी चाहिँ गाइज फाइनली चाहिँ हिउँलाई देख्न पाएका छौँ होइन यहीँ छेउमै हिउँ छ हाम्रो राम्रो मस्तको कस्तो राम्रो देखेको त नि बाबा यहाँ आएर बस्नु परेपछि थाहा पाउँछ स्वर्ग हो कि नर्ग हो हामीलाई एकछिन रमाइलो लाग्यो रात दिन यही देखिन त गाह्रै हुन्छ कस्तो देखिने हो भोग्न पऱ्यो यहाँ त बरु पर्यटकीय क्षेत्र हो ठिकै छ नि बिहान उठ्यो हस्पिटलबाट घर घरबाट हस्पिटल सुई लाउने र औषधि मात्र हेरेर बस्छु डेलीबाट घर घरबाट डेली मैले सेतो सेतो त्यही राख्छु रोज मैले पानी खाइ भएको देख्थेँ यहाँ अहिले पानी बगेर खतरा छ यार कसम हामी चाहिँ मुक्तिनाथ आइसकेका छौँ होइन यहाँनिर अब गाडी राखेर चाहिँ हल्का हिँड्नुपर्छ अरे 1 घन्टा जति मेरो त कस्तो फास्ट चार्जिङ खान्छ चाहिँ दृश्य चाहिँ एकदमै राम्रो देखिरहेको छ हिउँहरू मिसन दाई धन्दै धन्दै ल हामी चाहिँ हिँडी मुक्तिनाथको सिँढीसम्म आइपुगेको छौँ
र यति सिडी चढिसकेपछि चाहिँ माथि मन्दिर रहेको छ हाम्रो। ल हामी चाहिँ मुक्तिनाथको मन्दिरको गेटमा चाहिँ आइपुगेको छौँ सिडी चढेर। दृश्य एकदमै लोकप्रिय छ, हिउँ टल्केको छ, यस्तो राम्रो छ। हामी चाहिँ उता तलबाट सिडी चढेर माथि आएको थियो। लगभग 1 घन्टा लाग्यो हामीलाई गाडी पार्क गरेको ठाउँबाट यहाँसम्म आउनु। थकाइ एकदम बढी लागेको छ। बाजुलाई सोधौँ क्या उकालो हो त्यति सम्मान गर्नुपर्छ। सिडी सकियो भनेको त अझै सकिएको रहेनछ, स्क्याम भयो। यो रहेको छ एकदम फेमस मुक्तिनाथ मन्दिर। यहाँ रहेको छ स्नान गर्ने ठाउँ। ल होइन उता डुबुल्की मार्ने ए बेहोस हुन लागिसकेर छिटो जानु छ। उठ्या गरेर डुबुल्की अब अब एकचोटि ल भयो के गर्न जाँदै हुनुहुन्छ तपाईँ? के तपाईँ तयार हुनुहुन्छ? ढुक्क हो? चिसो हुँदैन नि? यत्तिकै जाने अरे, यत्तिकै जाने अरे दाइ त। भाग्यो बिसन दाइ दौडियो त त्यहाँ दौडियो
ल ल ल टाउको टाउको कहाँ कस्तो भयो दाइ एकछिन घुमाउँछ अनुहार मान्छे अहिले चाहिँ सबैजनाले नुहाएर चाहिँ आउनुभएको छ मिसन दाईको चाहिँ एक्सपिरियन्स दाईलाई चाहिँ कस्तो भयो गजब भयो अहिले त यस्तो हल्का बडीले यस्तो हल्का फिल भइरहेको छ क्या अहिले चाहिँ पुरै चङ्गा 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 भयो अहिले चाहिँ म है अघि त्यहाँ डुबुल्की लाउँदा त म त्यहाँनिर है डुबुल्की लाउने ठाउँ चाहिँ भुलेर पुरै तिरबिर झ्याइ भयो म त्यहाँ तपाईँ त्योभन्दा चिसो मैले अहिलेसम्म लाइफमा एक्सपिरियन्स गरेको थिइनँ एकदमै त्यो त साह्रै चिसो त्यस्तो भयो टक्क यतातिर चाहिँ एकदम कडा दाइ राम्रो देखिएको क्या है कम्प्लिमेन्ट छ नि बुद्धको मूर्तिलाई कडा कडा दाइ चाहिँ त्यहाँ बुद्ध पोज दिँदै कडा कडा हानी अब झर्दैछौँ हामी चाहिँ नुहाई धुवाई पूजा पाठ फोटो सोटो सब सक्यो है लक्ष्मी मजा आयो नि रमाइलो भयो राम्रो दर्शन भयो भोलि चाहिँ हाम्रो प्लान के हो त नि अब आज हामी अप्पर मुस्ताङमा गएर बसियो भोलि दुलिन्छ त्यहाँ आज हामी छोसाङ भन्ने ठाउँमा बसिन्छ अप्पर मुस्ताङको होइन भोलि हामी उता चाइना बोर्डर लोमानथाङ भन्ने ठाउँ जान्छौँ अनि त्यसपछि भोलि चाइना पुगेर आउने फेरि भोलि फेरि त्यहीँ छोसाङमै बस्छौँ अनि त्यसपछि पर्सि हामी फर्केर मार्फा होइन यताउति जे रहल पहल बाँकी छ सबै टाकटुक भ्याएर पोखरा पुग्छौँ पर्सि म 4 बजी पोखरा पुग्छु त त्यसको चाहिँ ग्यारेन्टी म गर्दिनँ पुगिन्न 4 बजे त ओहो वाउ लक्ष्मी वेलकम टु मुस्ताङ फाइनली अब चाहिँ हामी अप्पर मुस्ताङतिर लागियो है ल सबजना ताली मुक्तिनाथ दर्शन हाम्रो सफल भयो एकदमै रमाइलो भयो राम्रो भयो स्नान कडक भयो ठ्याक्कै यो बाटो चाहिँ अब अप्पर मुस्ताङको बाटो हिँडिसक्यो हामी फुल अफ रोड ताली ल हामी चाहिँ छुसाङ भन्ने ठाउँमा चाहिँ यो केभ मोनेस्ट्री गेस्ट हाउस भन्नेमा आएर बसेछौँ आज चाहिँ आज हाम्रो दोस्रो दिन यहीँ समाप्त हुन्छ राम्रो रुम चाहिँ राम्रो छ मजाले घिउ हालेकै भात चाहिँ खान पाइयो है आज हामीले अप्पर मुस्ताङमा यहाँ हामी चाहिँ बिहान 4 बजे उठेर हिँड्न लाग्यो यो तेस्रो दिन हाम्रो आज घुमेको अहिले छुसाङ भन्ने ठाउँमा छौँ होटेलबाट निस्क्यौँ सामान त्यहीँ राखेका छौँ अब निस्किनु सबैजना हामी अप्पर मुस्ताङ लोमानथाङतिर अनि चाइना बोर्डरतिर यहाँ यस्तो अफरोड बाटोमा 6-7 नै आउनु हुन्छ 6-7 मलाई हिउँ नपर्नु भने थाहा भयो अलिअलि हिउँ पाइन्छ भन्ने भयो होइन परिदियो भने त यस्तो अफरोड बाटो त बिजोग होला गाडी चिप्लिन्छ होला पाङ्रा त राम्रै रहेछ ग्रिपवाला 6:30 भयो टक्क
1 घन्टा हिँडेर आइयो भर्खर 20 किलोमिटर हिँडिएछ भने अझै 70 किलोमिटर छ चाइना बोर्डर पुग्न गाडी त्यहाँ रोकिया छ यस्तो चिसो छ कि घिलिङ भन्ने ठाउँमा त फुटबल ग्राउन्डै रहेछ ल यस्तो हाइटमा फुटबल ग्राउन्ड घिलिङ पुरै पानी नै आइस भयो अरे त बुट लाछु होइन के बुट लाछु कि मैले त मजा आयो यार एकछिन त 7 बजीले उड्यो हामी अहिले चिया खान आछौँ घुमी भन्ने ठाउँ यो चाहिँ पूजन चा नखाने रे यहाँहरू तापिरा खाने पिरो हालेपछि चाहिँ हुल्कै मिठो छ है यो चाउचाउ चाहिँ है होइन दाइ पिरो हालेपछि त गजब छ नि जुन तातिरहेको छ मस्त चिसोमा पिरो तातो मिठो चाउचाउन्डा चिया खाइयो चाउचाउन्डाको 150 रुपियाँ लिनुभयो चियाको 50 रुपियाँ लिनुभयो खासै उल्कै महँगो होला भन्ने सोचिया थिएँ त्यस्तो चाहिँ रहेनछ है अप्पर मुस्ताङ भए पनि पिरो वाउ यार यो एकचोटि फोटो खिचौँ न यो त जस्तो आर्के बायोम जस्तो छ यो त एउटा फोटो खिचौँ न मलाई एकदम ल्यान्डस्केप फोटो खिच्नु पर्यो क्या यहाँ से तिमीले त मेरो पेट सेट सबै आन्द्रा भुनी निकालिदिन्छ आनी मम्मी मम्मी काठमाडौँ हुन्छ मम्मी भन्दा माइक लाएर कच्ची चाय पनि फोन गरेर तर एउटा माइकले सुन्नुहुन्छ अब अझै चाइना बोर्डर चाहिँ हाम्रो 45 किलोमिटर पर छ कोरला मेरो रानी सा कुर्ला लगभग हामी चाहिँ माथि हिमालमै हिँडिरहेको जस्तो नै छ यहाँ चाहिँ खासमा गजब ल्यान्डस्केपको कुरो गर्ने हो भने एकदमै आँखाले हेर्दाखेरि एकदमै गजबै छ एकदमै आँखाले राम्रै मान्छ छ यहाँ ग्रिन हाउस बनायो भने यहीँ राम्रो कसलाई केही
थाहै छैन त्यसैले हिँडे म कता कोही दूरी बस्यो कि अनौठो जहानमा कसैलाई केही थाहै छैन त्यसैले सरङ भन्ने ठाउँ हो यो चाहिँ सरङ ए यो चराङ यहाँबाट चाहिँ दामोदर कुण्डको लागि बाटो छुट्छ डिजेल पेट्रोल रे यहाँबाट दामोदर कुण्डको बाटो छुट्छ भन्न यहाँबाट चाहिँ यता राइटतिर गयो भने चाहिँ दामोदर कुण्डको बाटो चाहिँ छ दाइल डिजाइन गरेको त्यो चाहिँ हाम्रो दाइल डिजाइन गर्नु भएको रहेछ पहिला सर्वेको लागि यहाँ चाहिँ के पेमा सप होटेल सबै छ यो ठाउँ चाहिँ अब यताबाट हामी फेरि राइटतिर जानुपर्ने हुन्छ होला अब वा हेलो चेंगराज हेलो चेंगराज ये चेंगराज यहाँ चेकपोस्ट रहेछ खतरा होइन प्रिकसन्सहरू दिएर एकदम पठाउनु भयो त माथि यो चाहिँ बल्ल यहाँ चाहिँ बल्ल केयरवाला फिल भयो कि होइन राष्ट्रले केयर गर्दो रहेछ भनेर कहीँ छैन नि त कहीँ कसैले केही भने होइन अहिलेसम्म चाहिँ त्यो यो गर्नुहोस् भनेर के भनिदिनु भयो यहाँ चाहिँ माथि चाहिँ यदि सास फेर्न गाह्रो हुने यताउति केही भयो भने टाउको दुख्यो भने पानी त भयो भने दौडाइहाल्न भनिहाल्नुहोस् ड्राइभर दाइलाई फर्काइहाल्नुहोस् धेरै हाइटमा छ सबै वहाँ कोर्लामा गरेर लोड भएर आउने नेपाल जबसम्म जाने हो यत्रो ठुल्ठुलो ट्रक नि आउँछ है यो बाटो फोटोको नै त्यो बस आउने ट्रक आउँदैन यो त ठुलो छ नि त दाइ पिलर पारी नजाने यताउति यता पनि बसेर फोटो खिच्ने पाली कामै त्यही हो ससाउनु पर्यो हामी त्यो कटेर आएको है गाइस त्यो चाहिँ कटेरै आयो ल मेरो त हावा नपुगेर सिटिङ बजिने के यहाँ गजब छ त यस्तो ठुलो बजार छ त्यहाँ पुरा ओ नुनबाट लिएर सुनसँग यसलाई प्लेच्यु भन्छ ल्याएर सर्लक्कै सर यार यस्तो सेतो छ यार यहाँ त प्लेच्यु हेरेर कस्तो राम्रो लाग्यो मलाई पुरैसम्म क्या हामीलाई पनि देखायो त्यो है क्रिकेटमै खेल्नै पर्ने हो कि यहाँ स्टेडियम बन्दैन जन्दै के यो हिमालको तराई हो त्यहाँ पुरै उ छ बजार छ चाइना बजार पुरा तर हामीलाई जान्दैन हिमालै छ यहीँ हिमाल छ चाहिँ पुरै हिमालै छ यहाँ चाहिँ सेतामै छ कति बजेतिर आइपुग्यो 9:30 बजेतिर आइपुग्यो बिहानको 5:30 बजे हिँडेको 4600 मिटरमा छ यो चाहिँ यो ठाउँ चाहिँ राम्रो छ ठाउँ चिसो छ घाम लागेको भएर राम्रो त्यस्तो गाह्रो परेको छैन फोटो खिच्ने काम भइरहेको छ यो पिलरमा
हल्का फिल भइसक्यो अब उहाँको टेन्टमा गएर चक्लेट के किन्ने हो होइन त्यो किन्छ हामी लक्ष्मी चाहिँ भिडियो एडिट गरेर व्यस्त छिन् अहिले आगो सागो नि तप्ने रे अब यहाँ पुरै ठाडै छ यहाँ त के हो यस्तो डेन्जरै छ साह्रो भएको नि गाई ए फुट्छ है यो सिसा सिसामाथि हिँडे जस्तै हो क्या यहाँको सिस्टम म बुझाउँछु है यहाँ चाहिँ क्यु सिस्टम हुँदो रहेछ एकजना यो प्रत्येक टेन्टहरूको एकजना हुँदो रहेछ होइन अनि प्रत्येक पर्यटकहरूलाई एउटा बसलाई चाहिँ एउटा क्युमा टेन्टमा लगेर जाने हाम्रो चाहिँ यो परेको छ जाउँ पसल जस्तै हो क्या यो चाहिँ चिया होटेल सबै चट्टा पानी खाने तातो पानी रमाइलो गर्ने एकछिन गफ गर्ने होइन दिनसम्म पछि कहाँ गफ गर्न पाइन्छ आजै हो नि गफ गर्दै बस्ने हामी त मजा आउँछ नि चाइनिज सामानहरू पाइन्छ यहाँ चाहिँ पुरै चाइनिज लक्ष्मी अहिले समय कतिको तातो छ कफी 250 रुपिज ओन्ली जुम गर्ने मिल्दैन है अरूमा त नेपाल साइडको यस्तो छ है यो इन्फ्रास्ट्रक्चरको कुरो हिमाल त राम्रो छ एकदमै राम्रो छ है इन्फ्रास्ट्रक्चरको कुरो नेपाल साइड टेन्ट मात्र छ है चाइना साइड पुरै गाउँ नै छ यस्तो राम्रो बनाएको छ बोर्डर एकदम चिटिक्कको यो लेभलको हुन्छ क्या इन्फ्रास्ट्रक्चर चाहिँ चाइनाको हाम्रो टेन्ट ठिकै छ अब यस्तो मात्र भिजेको एकदम फास्टेस्ट यो ठाउँमा फेरि आउने भने आगोमा यस्तो वेदर नपर्न सक्छ सिजन कस्तो राम्रो वेदर हो नि यो त हामीले त देख्न पाएको भाग्यमान हो नि हामी हो नि घाम लाहा हिउँ परेको हिउँ छ त्यहाँ अहिले तल सेल्फी पोइन्टमा फोटो खिचिहालिन्छ सेल्फी डाँडा भन्ने रहेछ यो चाहिँ ओहो राइट त्यो रेन्ज यस्तो राम्रो देखिया छ यहाँ कुरै छोडिदिउँ क्या यस्तो बवाल छ नभए यसरी उचाले नि हुन्छ क्या सिधा उचाले नि हुन्छ क्या सिधा उचाले नि हुन्छ क्या मिसु सिधा उचाले नि हुन्छ क्या सिधा प्लिज छिटो हामी फर्किँदैछौँ चाइना बोर्डरबाट सुन्दरताले कहिले म के अरे सुन्दर भएबाट रोकिन छोड्दैन फोटो खिचेर साथी लाग्दैन कति खिच्नु यहाँ पनि राम्रो त्यहाँ पनि यता खिच्दैन राम्रो त खिच्दै हो क्या कमेन्ट्री गरे यसलाई यता अगाडि अगाडि चट्ट गाडी लगाइरहेछ पछि पछि हामी पछि यसले लाइभ कभरेज कन्टेन्ट भइरह नि मलाई त यसले लाइभ कभरेज
अहिले हामी माथि कोरालाबाट झरेर गुफा जाँदैछौँ हामी यहाँको भित्रै गुफाभित्रै घरहरू हुन्छ यहाँ चाहिँ त्यस्तो ठाउँमा चाहिँ गइरहेछौँ कति बज्यो भन्दा 11:43 गयो अहिले चाहिँ यहाँसम्म आइपुग्दा अब यहाँबाट हामी खाना खान्छौँ यो घुमेसी ओहो भित्र छ पहाडको भित्र छ सबै कुरा यो बुट त चिप्लिन्न के चिप्लिन्न एउटा पल्टी एउटा कम्प्लिकेसन जानुहोस् अगाडि यता यस्तो मिठो ल्यान्डस्केप छ उता भने हाम्रो हिमालको रेन्ज छ होइन झ्यालबाट चाहिँ अघि पत्थरै दाइ यहाँ हेर्नु यो भित्ता यति माथि बनाएको छु कि नेचुरल्ली हो यो चाहिँ बनाएको ल दिस इज नेचुरल ओपेर बनाएर हेरी खन्तीले खनेर भ्यू चाहिँ यस्तो है फेरि झ्यालबाट चाहिँ ओम पद्मं ओम बुद्धं शरणं गच्छामि धम्मं शरणं गच्छामि संघं गच्छामि यहाँभित्र चाहिँ स्टोर रुम रहेको छ भित्र चाहिँ नजाम होला है इन्स्ट्रुमेन्टहरू छ यहाँ चाहिँ इन्स्ट्रुमेन्ट बाजाहरू कार्यक्रम गर्दाखेरि पहिलाको गुम्बा हो कि यो हजुर अहिले नयाँ बन्लाको चाहिँ तलको हो रे यो कहाँको दामी नि पहिलाको चाहिँ यही राम्रो नि यहाँ चाहिँ त्यहाँ चाहिँ त्यो गुम्बामा चाहिँ हजुरहरूले देख्न सक्नुहुन्छ पालहरू छ होइन त्यो पाल भनेको चाहिँ पहिला चाहिँ मान्छेहरू चाहिँ त्यहाँ बस्थे होइन बस्ने होइन त नि पहिला त्यो बस्नेवाला नि थियो नि त बस्ने नै हो त्यो हजुर। गुफा हो पहिला गुफामा बस्थ्यो नि त अँ त्योमा यस्तो अघि पनि हामीले हेऱ्यो गुम्बामा पनि छिना लगाएर मजाले कोठा बनाएका थियो अँ। त्यसरी नै छिना लगाएर हजुर पहिलाको उपकरणहरू युज गरेर त्यहाँ भित्र केभहरूमै बस्ने सिस्टम थियो ल उफ यहाँ माथि रहेको छ होइन त्यस्तै यो अघि हामी गएको गुम्बा चाहिँ 1500 वर्ष पुरानो गुम्बा 1500 वर्ष 1500 वर्ष नाम पुरानो, चाहिँ के रहेछ गुम्बा नाम अघि मैले त्यहाँ पढेर सुनाएको थिएँ नि कहाँ सम्झिन्छ हामी चाहिँ एकदमै यो चौरै चौर भएको ठाउँमा आइपुगेछौँ होइन माथि चाहिँ यहाँ चाहिँ के गुम्बा मेन माथि चाहिँ त्यही उफ गुफा गुफा रहेको छ हो त्यही गुफामा चाहिँ जाने हो अब चाहिँ ल ओए के हो ओए लिएर जाने विचार हो क्या ओए लक्ष्मी ओए नजाने ओ मिलन दाई मान्छेले खनेरै बनाएको यो खनेरै हो नि अफ कोर्स यो हावाले पनि पहिला दुलो बनाएको थियो होला हजुर अब कन्स्टेन्ट वेदरिङले गर्दा नि घटिरहेको होला पछि मान्छेले अनि खने बस्न पर्यो नि बस्नलाई भित्र कोठा कोठा होला हेरौँ न माथि जाउँ होइन अवलोकन गरौँ माथि आइसकेपछि चाहिँ ओए पुरै निहुरिन पर्ने हो क्या पुरै अलि निहुरिन पर्ने जस्तो छ यहाँ चाहिँ कता यता निस्किने हो भने चाहिँ हेलो हेलो अब भाउजू चाहिँ अब अलि माथि आउन नसक्ने भएर चाहिँ तलै हुनुहुन्छ होइन ओ मलाई देखियो त गाइज देखियो दाइ चाहिँ उता होइन अब पहिला चाहिँ अब झ्याल पनि बनाउँदो रहेछन् मान्छेहरूले यो चाहिँ के रहेछ दाइ मिलन दाइ यहाँ आउनु न
यो दुइटा चाहिँ के रहेछ होला हेर्न बनाएर चुलो समयले दिएन गुफा चाहिँ एकदमै एकदमै मिस्टिरियस होइन खतरा हो नेभर इन्डिङ के दाइ हेर्नु न सक्यो सक्यो नि त यसलाई चारेर त सकिन्न दाइ त्यही त नि ल ठिक छ अब गइन्छ डेजर्ट भ्यू चाहिँ एकदमै बवाल होइन वरपर केही छैन सबै आहा जता हेरे नि आनन्द भोक लागिरह होइन यस्तो राम्रो दृश्य हेर्दै खाना खान पाइन्छ हामीलाई चाहिँ तातो पानी रेडी भएर बसेर रहेछ होइन भाइब छ रेस्टुरेन्टमा पनि खाने ठाउँमा छुट्टै खालको सरप च्याङ्ग्राको मासु खाइरहेको कस्तो छ पुजन खाइसक्यौ चाम्रो छ एकदम रेन्ज चाहिँ एकदम सबसे बेस्ट देखिने भनेको चाहिँ रेन्ज रहेछ क्या यहाँ दरबार जाँदैछौँ हामी लोमान्थाङको भित्र त छिर्न दिँदैन भन्ने कुरो आयो हेरौँ के छ कुरा पुरानो गुम्बा चाहिँ यो नयाँ गुम्बा चाहिँ यो दरबार चाहिँ बुझ्न चाहिँ अलि सकिरहेको छैन कि मैले यसको लेआउट चाहिँ कसरी छ भनेर अग्लो अल्को छ होइन यत्रो हामी अलि भित्र गएनौँ जस्तो लाग्यो कि अझै पनि यो हो कि दाइ बल्ल यताबाट हो कि जाने चाहिँ दरबार चाहिँ यो हो नि दरबार चाहिँ झन्डा चाहिँ एकदमै फटफडाइरहेको छ आवाज चाहिँ मिठो आइरहेको छ हामीलाई एकदमै गाइडको जरुरी परेको छ भ्यू टावर जाने हो र भ्यू टावर राम्रो त होइन दरबार घुम्ने हो लोमान्थाङको गाउँमा डुलिया निस्किने कताबाटै थाहा छैन फेरि आधी घन्टा समय छुट्याएको छ हामी त फेरि यहाँ आइपुग्यो यसलाई नि घुम्न पर्दो रहेछ के तीनटा मोनास्ट्री छ यो भित्र होइन गाइडहरू तीनटा मोनास्ट्रीलाई मजाले घुमिरहेको छौँ के माथि हेर्नु न यहाँको सुन्दरता भनेको त्यही रहेछ जानी हो नै छ हिँड्ने बेला गोठा आइयो र अन्त फाइनल्ली हामी गोठसम्म आउनु सफल यो रहेछ दरबार हामी 3-4 चक्कर हान्यो यत्तिकै रोयल प्यालेस लेखेको छ यार सरहरू यार कसले हो पढेको ल यही हो ल
अर्का दरबारमा त्यसै छिर्नु पाइन्छ बसिरहेको मान्छेको दरबारमा होला नि सबै पसल नि बन्द छ क्या यहाँ सबै बन्द छ आज किन यहाँ पनि त आएको हो कि हामी अघि के हो त्यो बाटो त नि हाम्रो चाहिँ अहिले चाहिँ के भएको छ भन्दाखेरि चाहिँ गुगल म्याप्स हेर्दै हामी हिँड्यौँ दरबारबाट सर्टकट बाटो निस्किने भनेर निस्किन लागेको घुमी हामी जहाँबाट स्टार्ट गरेको थियौँ त्यहीँ आइपुग्यौँ होइन गुगल म्याप्सले चाहिँ एकदमै धोका दिएको छ आज फेरि फर्केर अब जहाँबाट आँट्यौँ त्यहीँबाट निस्किने भनेर जाँदैछौँ होइन गोलो रहेछ होइन यतैबाट हो के दाइ नभुलौँ न हामी सर्टकटले डुबायो दाइ गुगल म्याप्सले डुबायो यो पानीवाला ठाउँ आयो यो ठाउँ नि 2 चोटि हिँडिसकियो ए आमामा हो हामी यहीँबाट होइन त नि खासमा सर्टकट जाम भनेर गएको पहिलो गेट चाहिँ गुम्बाको गेट सुरुमा त यसलाई नै दरबार भन्दै हेलियो डुलियो राम्रो छ गुम्बा चाहिँ ओके यो चाहिँ पुरानो भयो भने यो चाहिँ नयाँ सफल भयो बाटो बिर्सेर 4 चोटि घुम्यौँ रनथाङमा अब हामी छुसाङ जान्छौँ छुसाङबाट हामी सुत्छौँ यहाँ सुत्छौँ खाना खान्छौँ अनि हाम्रो भोलि हुन्छ सुरुवात चौथो दिन भोलि आज तेस्रो दिन डिजल फिनिस यो कफी चाहिँ मलाई उल्कै मिठो लाग्यो के नामको कफी रहेछ कुनै मिठो छ लास्टै ओहो कडा आयो कडा हामी अहिले हिजो बसेको ठाउँ छुसाङ आइपुग्न लाग्यो अब अलिकति टाइम बचा भएर हामी चाहिँ यहीँ रोकेर एकछिन डुल्छौँ शालिग्राम चाहिँ कसरी भन्ने कुरो छ हेरौँ पुरै यहाँबाट त पानी नै आउँदो रहेछ यार उफा हुँदै उताबाट पो आउँदो रहेछ यार पानी त टेरिका मेरो ट्रोफी उडाए ए ओइ यो त हल्लिँदो रहेछ त यार यस्तोबाट आहा तलबाट अहिले चाहिँ यहाँ शालिग्राम भेट्टाउनु भयो खै दर्शन देखा त
त्यो सबै दाइले भेटाएको हो। सबै दाइले भेटाएको है ल उजन दाइले यहाँ दाँतै बनाए यहाँ चाहिँ अर्कोमा के बनाए यसमा अब यो के हो अब हजुरको इमेजिनेसन हो यो चाहिँ बनाएकै हो केही न केही यसमा त झन् लास्टै छर्लङ्गै छ दर्शन ढुङ्गाको हातमा ढुङ्गा हामी छुसाङ आइसक्यौँ अब भर्खरै आएको कति 6 बजे ठ्याक्कै अब हामी आज बस्ने चाहिँ यहाँ यो चाहिँ होमस्टे हो होटेलै भनेर होइन कि होमस्टे भन्ने छ 2टा रुम लिएको छौँ अब अलि छिटै आइयो 6 बजे आइयो अब हामी यसो यताउति निस्किन्छौँ अथवा तास खेलेर बस्छौँ यो है तुरु के रहेछ तुरु यो इठा रहेछ इठा आज के अप्पर मुस्ताङको लास्ट नाइट खाना होइन त दाइ चौथो दिन हाम्रो हामी छुसाङबाट अब म दोस्रो कप चिया खाँदै तेस्रो कप कफी शुद्ध गरेँ मैले पनि कफी 3 कप पड्काइसकेँ यो छुसाङबाट हामी यस्तो होमस्टे चाहिँ कागबेनीको हामी अब जान्छौँ हामी अब कहाँ जान्छौँ रे दाइ अब हामी गुम्बा लेक जान्छौँ कति बजे त्यहाँबाट गुम्बा अब 1.5 7 बज्यो? घन्टा 1.5 घन्टामा पुगिन्छ अरे त्यसपछि हामी अप्पर मुस्ताङ अब हामी छोड्दैछौँ अप्पर मुस्ताङ छोडेर त्यसपछि गुम्बा लेकपछि हामी मार्फामा गेरी गल्लीमा चट्ट ड्रेस लगाएर इन्जोय गर्छौँ भने त्यसपछि हामी तातो पानी पुगेर खाना खान्छौँ त्यहाँ तातो पानीमा चाहिँ हामीले 1.5 घन्टा जति चाहिँ तातो पानीको ऊ लिन्छौँ मेडिसिनल युज लिन्छौँ होइन त्यसपछि अनि हामी पोखरालाई रवाना हुन्छौँ ओके लक्ष्मी अप्पर मुस्ताङ छोडियो है अब हामी बाई बाई भनिदेऊ अब बाई बाई भन्यो उता पहाडलाई पनि बाई बाई सबै ठाउँलाई बाई यहाँ त भोलि पर्सि गाडी अटाउँदैन बाबु तिथि पर्छ नि यो 16 श्राद्धमा चाहिँ मान्छेको भिड हुने होला यही हो है ए श्राद्ध गर्ने ठाउँ यहाँ श्राद्ध गर्दैछ नि होइन जहाँ पिण्ड पूजा गर्ने होइन यो के भन्छ यसलाई श्राद्ध गर्ने के हो घाट कि के भन्छ अरे धाम हो या धाम कागबेनी धाम 8 बज्यो मेरो त नयाँ होइन हामी हिँडेको 1 घन्टा भयो ठ्याक्कै नयाँ होइन आइपुगिसक्यौँ सेम हो क्या कहाँ भन्दाखेरि दुम्बा ताल टोइलेट त दैला जान्छ नि मिसन के गर्छ त अब यता जानु हिमाल हेर्नु न पुरै हेर्नु यो पानी नहल्लेको भए त राम्रो रिफ्लेक्सन आउने रहेछ यार है कसरी वेसरी कि ठाडो बनाएर कि यसरी ठाडो गर्दिनु खादै बनाएर ठाडो गर्नु पोर्ट्रेट हैन सिनेमेट्रिक हैन भिडियो अब यो 3rd टाइम हो होइन फर्स्ट टाइम मैले बिगारिदिएँ सेकेन्ड टाइम के भयो अब यो चाहिँ 3rd टाइम है यहाँ डाइरेक्टरजीले सिकाउँदै हुनुहुन्छ दामी आयो नि त होइन अनि
फिल्मको नाम के हो नि मलाई खिच्न भने अब मैले सब टिप दिन्थेँ पिटी हेल्दा बिगारे जस्तै भयो कि त पिटी हेले जस्तै थियो है यो त मिलाएको हो नि टु पनि हेर्नु पर्यो एयरपोर्ट स्याउबारी सबै यिनीहरू तलको बजार जमसुम बजार तलको चाहिँ त्यो आर्मीको बिल्डिङहरू क्यामेरामा जस्तो देखिया छैन आँखाले गजब देख्छ गजब तलको त्यो खोलाको त्यो फुडहरूको मजा आएको कस्तो राम्रोसँग सर्फमा के नि जमसुम बजारबाट हिँड्यो फर्किँदैछौँ भनेर भन न यहाँबाट तेरो बल्ल त्यो जेरी गल्लीवाला फिचर्स चाहिँ हाम्रो बल्ल त्यो हुन्छ यहाँबाट गएपछि टिपिकल गाउँ यो भन्दा यतापट्टिको धरान घर पछि बनाएको पुरानो टिपिकल द गेट टु मार्फा भिलेज यहाँकै ऊ पनि स्टोन पिच्ड रोड छ घरहरू त छ है मार्फा ड्रेस हाउसमा चाहिँ हामी आएछौँ छँदैछौँ हामी अब कपाल ड्रेस हामी चाहिँ ड्रेस लगाइसकिया छ दाइले एकदमै डेन्जर टोपी लाउनु भयो पूजनले चाहिँ ड्रेस लाउँदैछ उता हो जेरी गल्ली उता जाऊँ न पहिला पहिला त्यहाँ भ्याम जेरी फिल्ममा युज भएको गल्ली चाहिँ यही हो त्यहाँबाट गल्लीको नामै जेरी गल्ली भइसक्यो है राम्रो छ भित्तामा चाहिँ नधर्सरी नै सेतो लाग्छ प्राय डाइरेक्टर कोरियोग्राफर फिल्म यहाँबाट उता जाँदै गर्ने रे क्या जाँदै भनौँ होला हजुर गाह्रो छ के भन्छ जोडी ग्रुप आउँदैछन् हाम्रा जोडी ग्रुपहरू हामी चाहिँ लुगा लाएर भ्याएर फोटोसोटो खिचेर अब जान्छौँ फर्किन्छौँ चाइनिज आर्मीको बिस्कुट यो चाहिँ एउटा पिस खाएपछि मस्त भोकै नलाग्ने मलाई बल्ल अगाडि बस्न दिए टोलीले एकछिनको लागि बल्ल अगाडि बस्न दिए टोलीले अब म डिजे हो यहाँको एकदमै हामी मार्फाबाट हिँड्यो अब चाहिँ सिधै तातो पानीमा गएर रोक्छौँ
जाम सुस्ताई बिर्सनेलाई सम्झने म उस्ताई जाम सुस्ताई बिर्सनेलाई सम्झने म उस्ताई। राम्रो स्याउबारी छ यहाँ चाहिँ। हिमाल त यस्तो देखिया छ गजब देखिया छ हिमाल चाहिँ। कडा रेन्ज आइरह कडा। 12 बज्यो आज अहिले। अब हामी यहाँ पुन होटेल भन्ने छ यहाँ खाना खाने, त्यहाँ खाना खान्छौँ। भोक लागिसक्यो। उता गाडी आइरहेछ लक्ष्मी। तातो पानी भन्ने ठाउँ हो यो चाहिँ। अब हामी यहाँ डुबुल्की पनि लाउँछौँ होला सायद। कदर ठुलो भएर न कालीगण्डके जो अप्पर मुसाङ यत्रो सानो थियो है। तातो पानीमा नुहाउँदैछन् है टोली। हामी चाहिँ अहिले तातो पानीमा नुहाएर आइयो। दाईहरू चाहिँ साह्रै तातो पानीमा डुबुल्की मार्नुभयो। म चाहिँ सिर्फ मन तातो पानीमा मात्र डुबुल्की मारेँ। त्यहाँ यतापट्टिको चाहिँ सानो चाहिँ मन तातो छ, उतापट्टिको चाहिँ बेहोस तातो छ, लास्टै तातो छ। पोठैले बोल्दैमा कहाँ माया लाग्छ र, पोठैले बोल्दैमा कहाँ माया लाग्छ र, माया त बसी जाने हो। ए सुन छोरी बस्यो डाली बान्यो। यहाँ चाहिँ 140 मा 1 कार्टुन पानी नै आउँदो रहेछ। के नाम छ यहाँ? स्प्रिङ वाटर लिमिटेड पञ्चमुडी। पोखरै देखिया होइन। छोरेपटन आइपुग्यौँ हामी। सकियो हाम्रो कार्यक्रम। अब यहाँबाट भित्र गएपछि हामी हाम्रै गाडीमा चढ्छौँ र जान्छौँ हामी दाइको ससुराली। एकदमै रमाइलो भयो हाम्रो ट्रिप है। कस्तो लाग्यो हाम्रो ट्रिप? ड्राइभर दाइ पनि राम्रै हुनुहुँदो रहेछ। एकदमै रमाइलो, एकदमै नाच दिने बेला बेलामा ताली बढाइदिने, एकदमै जिस्किने, एकदमै राम्रो हुनुहुँदो रहेछ। एकदमै घुम्ने ठाउँमा पनि कतै ढिलो भयो त्यहाँदेखि कचक कुचक कुरा नगर्ने, घुम्ने ठाउँ जहाँ घुम्ने, यो ठाउँ नजाने भने ल ठिक छ, नजाने भने नजाने भन्ने, त्यही त जाने भने ल ठिक छ जाऊँ भन्ने। एकदमै गजब लाग्यो मलाई। ड्राइभर दाइ चाहिँ राम्रो भन्नुभएको थियो हाम्रो। राम्रो ड्राइभर भएपछि घुमामै राम्रो हुन्छ क्या। चलाउन पनि कहिल्यै 60 भन्दा बढी गएन गाडी। धेरै गयो त 90 नै पुग्यो पुग्न त। तर ठाउँ हेरेर जे होस् त्यस्तो रफ थिएन क्या। एकदम गुड जेन्टल ड्राइभिङ। अनि एकदमै रमाइलो भयो। धेरै ठाउँ घुम्यो, दुनियाँ घुम्यो, हिमाल सिमाल सब देखियो। पुग्यो हिमालै कटेर गइयो, कतिवटा हिमाल कटेर गइयो। अप्पर मुस्ताङ
बोर्डरसम्म पुग्दा त कहाँ टिबेटियन प्लेटु धरि हामीले हेर्न पाइयो होइन त दाइ त्यो मजा आयो क्या है कस्तो हुँदो रहेछ त प्लेचु भने आधी प्लेटु लास्टमा त्यस्तो हुँदो रहेछ भन्ने कुरो त्यहाँ गएर देखियो क्या त्यत्रो हिमाल माथि गएर समथर जमिन होइन त्यही त त्यसलाई त मैले हिमालको तराई भनेर भनेको थिएँ नि त्यस्तो ठाउँ पनि भेटियो रमाइलो भयो एकदमै गजब भयो पाँचौँ दिन आज हाम्रो अब हामी जान्छौँ काठमाडौँ आज पुरै ट्रिपको कुरो गर्दाखेरि कस्टको कुरो गर्दाखेरि चाहिँ स्कर्पियोमा हामीले तिर्यौँ 45,000 रुपिज 3 दिनको पर डे 15,000 जति पर्यो स्कर्पियोको चाहिँ अनि त्यसपछि होटेल 1500 पर रुम पर्दो रहेछ त्यहाँतिर माथि अप्पर मुस्ताङतिर खाना 400 रुपियाँ पर्दो रहेछ एक छाक खाएको पर पर्सन खाना चाहिँ कफी 250 रुपियाँ पर्दो रहेछ अनि त्यसपछि चक्लेट 400 रुपियाँ त्यस्तो थियो कस्टको कुरो चाहिँ त्यो चाहिँ रुम त सस्तै हो 1500 रुपियाँ मात्र थियो खाना चाहिँ महँगो साह्रै महँगो खाना चाहिँ त्यो एरियामा त्यसरी चाहिँ हाम्रो सकियो कार्यक्रम टोटलमा हामीलाई त अलि हामीले धेरै नै खर्च गरौँ क्या हो हामीलाई चाहिँ 82,000 रुपिज पर्यो पर्न चाहिँ अब अरूहरूलाई चाहिँ कमै पर्ला सायद त्योभन्दा चाहिँ